हेलो साथीहरू, म चाहिँ सबै सामान ठिक पार्दैछु बिरयानी बनाउनको लागि। हेर्नुहोस्, मसलाहरू पनि रेडी बनाइसकेँ, कुकर बसालेँ, चामलहरू सबै गरिसकेँ, प्याज पनि रेडी, मासु पनि रेडी। मसला हाल्दैछु म चाहिँ गाइसहरू। अब यसपछि प्याज मसला डढिसक्यो, प्याज हालिसकेँ। अब प्याजलाई एकछिन भुट्छु अनि त्यसपछि बनाउँछु। यसमा खुर्सानी हाल्यो भने छुट्टै मिठास हुन्छ गाइसहरू। वाउ, प्याज रातो हुँदैछ मेरो, चलाउनुपर्छ एकछिन, हल्का रातो भएपछि हाल्नुपर्छ। मासु हालेँ मैले साथीहरू। मेरो मासु चाहिँ तयारी भइसक्यो। अब यसमा चामल हाल्नुपर्छ, चामल हालेर अनि एकछिन छोपिदिन्छु अनि त बिरयानी बनिहाल्यो नि गाइसहरू। कुखुराको मासुबाट बनाउँदैछु है म चाहिँ आज नयाँ तरिकाले। अनि भइसक्यो चामल। वाउ, पाकी पनि सक्यो मेरो चाहिँ। अब हामी चाहिँ खाना लाग्यो गाइसहरू। अचार पनि बनाएको छु मैले। गाइसहरू खाएँ ल मैले। बाई बाई।